दिदीबहिनीहरु आउनु भएको छ एकदमै धन्यवाद तिमी यता न उतै जाऊ उतै जाऊ कसैले खाइपाउनु भन्छ कि जस्तो छ ठुलो त्यहाँ फालेर अनि त्यसपछि यसरी जथाभावी फोहोर आफूले पनि नफाल्ने र फाल्नेलाई पनि नफालिदिनु भन्न अनुरोध गर्नु है। हजुर चाहिँ बुढोपाको मान्छे, हजुरको सरसल्लाह सबैले मान्छन्। अब हामीले त्यति घर घर पुगेर समय दिन पनि सकेनौँ। हामी 2-4 जनालाई भन्छौँ भोलिदेखि त त्यही अभियान चलाउने भनेर हजुरको गाउँमा संसार छोडिदिनु है। ल धन्यवाद बुवा।